उहाँले भन्नुहुन्छ। तर कतिवटा जग्गामा त्यो अनित्यको सरोवर थिएन, सम्बोधित थिएन, तर पनि उहाँले अनित्य र दुर्लभ मान्नु यसले चाहिँ भन्नु चाहेको चाहिँ किन घरिघरि हामीलाई झकझकाएको। त्यसले गर्दाखेरि हामीले अब जस्तै यो बौद्ध संस्कारको अन्य धर्म कर्महरू त प्रायः कति हामीले सुनेको छौँ, तर सुनेर मात्र होइन, त्यो हामी बिर्सिन्छौँ, हामीले एप्लाई पनि गरेको कम्ती मात्रामा हामी एप्लाई गर्छौँ। त्यसले गर्दाखेरि जीवन छँदा नै यो कुरोहरू चाहिँ हामीले यसलाई पालन गर्नु, यसलाई व्यवस्थित रूपमा हामीले उतार्नु भन्ने कुरोहरूले चाहिँ यी दुर्लभ मानव चोलाको प्रवचनले घरिघरि चर्चनुहुन्छ। आचार्य नागार्जुनले सुहृद लेख भन्ने पुस्तकमा पहिला नै बताएको छ, जसले चाहिँ त्यो लेख चाहिँ त्यो प्रवचनको लेख कसलाई लेख्नु भएको, उहाँको साथी राजा गौतमी भन्ने एउटा राजा हुनुहुन्छ, उहाँलाई त्यो सम्बोधन गरेर सन्देश पठाएको हो। मा चाहिँ के लेखेको छ भने चाहिँ जस्तै के अरे सेतो खालके एउटा उदाहरण दिएको छ। जस्तै एउटा सेतो बिल्डिङमा चुना लागेको बिल्डिङमा त्यसै पनि चुना लागेको बिल्डिङ सेतो हुन्छ है, तर त्यसमा पूर्णिमाको अथवा पूर्णिमाको जब जुन लाग्यो भने, जुनमा अब हिजो भने लाइट लाग्यो भने, जुन लाग्यो भने त्यो के हुन्छ भने त्यो अघि सेतो अझै उज्यालो भएर जान्छ, एकदम ज्योति जस्तो भएर एकदम उज्यालो भएर छपक्कै देख्ने हुन्छ भन्नुभएको छ। भनेको तात्पर्य चाहिँ के भन्नुभएको छ भने, राजा तपाईँले त कति धर्म हो, तपाईँ ज्ञानी हुनुहुन्छ, त्यसै पनि धर्मले धेरै सुनेको होला, तर मैले जुन चाहिँ लेख लेखेको छु, मेरो प्रवचन चाहिँ त्यो अघि के अरे चुनामा जुनले जुनको उज्यालो देखेको जस्तो भनेको चाहिँ मेरो प्रवचनले अझै तिमीलाई बुझ्ने अझै क्षमता अझै बढाएर जान्छ। सायद कति नबुझेको कुरोहरू अझै बुझेकोहरूले पनि अझै यसलाई तपाईँले जागरुकता भएर आउँछ भने त्यसै त्यही सिलसिलामा आज हाम्रो टपिक पनि त्यस्तै हो। बौद्ध संस्कार, बौद्ध धर्महरू हामीले कुराहरू शब्दहरू धेरै सुनिरहन्छौँ, तर त्यसलाई चाहिँ हामीले चाहिँ घरिघरि झकझकाउने र यसको निचोड चाहिँ के हो भने चाहिँ अघि दुर्लभ मानव चोला र यो खालके चोला जुन चाहिँ पाएको छ, यसलाई चाहिँ हामीले सदुपयोग गर्नु सिक्नुपर्छ भन्ने चाहिँ बुद्ध र हाम्रो अब बौद्ध धर्मको मूल अब एउटा उद्देश्य भनौँ न, लक्ष्य चाहिँ त्यो हो। त्यसले गर्दा अब अहिले भनेको जस्तै हाम्रो अब बुद्ध जयन्ती अब अरू यो सागदावाको यसमा अब भगवान बुद्धले उहाँको अब हजारौँ लीलाहरूमध्ये अब 8वटा लीला चाहिँ सबसे अब महत्त्व मानिएको हुनाले गर्दाखेरि हामी 8वटा तीर्थ, 8वटा क्षति, 8वटा उहाँको घटनाहरू चाहिँ विशेष गरेर हाम्रो बौद्धमा चाहिँ अब यसमा कुनै यो हिनायान महायान कोही पश्चिम र पूर्व भन्ने छैन, सबै संसारमा छरेका सबै बौद्धहरूले एकमुष्ट गरेर यसलाई हामीले मान्ने गर्छन्। जस्तै कि अब शाक्यमुनि गौतमले लुम्बिनीमा जन्म लिनु भएको, त्यस्तै प्रकारले यता उहाँ 35 वर्षको उमेरमा उहाँ बुद्धगयामा बुद्ध गए त पछि भएको, तर त्यति बेला उरुबेला भन्ने जग्गामा चाहिँ उहाँले संयोग सम्बोधित पद प्राप्त गर्नुभएको र यो कुरो म पहिलातिर तपाईँलाई भनिराख्ने नै हो कि जस्तै कि उहाँ 29 वर्षको अन्तरालसम्म चाहिँ उहाँ आफ्नो अब अहिले भने जन्म लुम्बिनी नेपालमा भए तापनि उहाँको जीवनको 29 वर्षको कालसम्म चाहिँ उहाँको पूर्व जीवनकाल चाहिँ कहाँनिर कपिलवस्तुमा होइन, राजधानीमा उहाँ आफ्नो राजा सुयोधन र उहाँको राज परिवारसँग उहाँ व्यतीत गर्नुभएको हो। त्यसमा उहाँले अब ज्ञान सानैदेखि अब पाठ पठन गर्नुकोदेखि लिएर कलाहरूमा र पछि अलिक ठुलो भएपछि उहाँ यशोधरासँग विवाह भएर पछि छोरा पुत्र राहुल जन्म लिएर झन्डै 29 वर्षसम्म उहाँ त्यहाँनिर उहाँले आफ्नो जीवन व्यतीत गरेर त्यति बेला उहाँले चाहिँ अब सिद्धार्थ है अब गौतममा भनेर त्यस्तो के अब सम्बोधन गर्थ्यो, किन गौतममा त उहाँहरूको चाहिँ अब उयो कुलको अब नाम भएकोले गर्दा सिद्धार्थ चाहिँ अब उहाँले सम्बोधन गर्ने नाम र अन्त पछि चाहिँ अब 29 वर्षको पछि चाहिँ उहाँ आफ्नो
महाविनिष्क्रमण भनेर महान गृह त्याग गरेर चाहिँ उहाँ आफ्नो राजधानी सबै त्यागेर सब संसारको सबै कुरो ऐश्वर्य जति उहाँको जीवनको कृतिहरू सबै त्यागेर चाहिँ उहाँ के भन्छ गृह त्याग गर्नु भएर चाहिँ अन्त अहिले अब त्यो यो जग्गा अब अहिले हाम्रो वैशालीको अलिक पछाडि त्यो जग्गालाई हामी केसरिया भनेर भन्छौँ छेमा भाषामा चाहिँ छेदेनमदाटोङ भनेर भन्छ भने त्यहाँनिर चाहिँ आएर बुद्धले आफ्नो कपाल काटेर आफ्नो आभूषणहरू पुष्पहरू सबै उहाँले धर्माउनु भएको घर परिवारको भन्ने कुराहरू हुन्छ त्यहाँबाट चाहिँ उहाँको अब धर्मको यात्रा चाहिँ त्यहाँबाट सुरु हुन्छ 29 वर्षदेखि है अन्त त्यहाँबाट त्यतिकै 6 वर्षसम्म उहाँ एकदम कठोर तपस्यामा तल्लीन भएर है अन्त यति साह्रो कठोर तल्लीन हुन्छ कि उहाँको आफ्नो शरीरलाई एकदम भित्रको हड्डीदेखि लिएर भित्रको नसाहरू सबै एउटा छालासँग टाँसेर एकदम आँखाहरू पनि भित्र मुखबाट बोल्ने उयो नै नभए जे भए पनि भित्रीको उसको शक्ति भनौँ उसको एनर्जी सबै हराइसकेको हुन्छ पुरै अब खानापिना सबै बारेको हुनाले गर्दा अन्तिममा उहाँ त्यही अब निरञ्जना नदीकोमा उहाँले स्नान गर्नु जाँदाखेरि उहाँ मूर्छित हुनुहुन्छ है शरीरमा ताकत नभएको कारणले गर्दा मूर्छित भएपछि चाहिँ अन्त उहाँ आफ्नो मुस्किलले अन्तखेरि उहाँको विहोसबाट जागेर चाहिँ अन्त आफ्नो आसनमा आउँदाखेरि चाहिँ त्यति बेलादेखि चाहिँ अन्त अब कथा धेरै लामो छ त प्रायः तपाईँलाई थाहा भएकै कुरो हो र अब एक दुईजना त्यो बन्जाराहरू गीत गाउँदै आउँदाखेरि त्यो बन्जाराको उयसमा गीतमा के अरे हाम्रो अहिले भने बिनालाई बेसी टाइट बेसी नगर्नु ताकि टुटेर जान्छ बिनालाई बेसी लुज पनि नराख्नु त्यसबाट कुनै साउन्डै आउँदैन शब्द नै आउँदैन तर त्यसले गर्दाखेरि त्यो त्यसबाट साउन्ड आउनुको लागि चाहिँ टाइट पनि गर्नुपर्छ लुज पनि राख्नुपर्छ त्यसलाई मध्यम र सन्तुलन राख्यो भने त्यसबाट मधुर शब्दहरू निस्किन्छ आवाज निस्किन्छ भन्ने कुरोहरू चाहिँ बुद्धले त्यो बन्जाराको गीतको माध्यमबाट आफूलाई के भन्छ साक्षात्कार भएको आध्यात्मिक साक्षात्कार जसलाई चाहिँ अब हामी भनेको अहिले मध्यम मार्ग मिडल वे भनेको उहाँलाई साक्षात्कार चाहिँ त्यहाँबाट भएको भन्ने कुरोहरू आउँछ त्यहाँबाट चाहिँ अन्त उहाँ पछि अब बुद्ध गया त्यति बेला उरुबेला भन्ने जग्गा हो त्यहाँनिर बोधि अहिलेको भने अब पिपलको बोटको मुनि उहाँ यसरी ध्यान गरेर बस्दाखेरि अब अस्ति यो बुद्ध जयन्तीकै दिन है हाम्रो बुद्ध पूर्णिमाको दिन चाहिँ उहाँले यसरी ज्ञान अब उहाँले साक्षात् ज्ञान प्राप्त गरेको हो त्यो ज्ञान प्राप्त भएपछि चाहिँ उहाँलाई चाहिँ अब के त्यसको अगाडिसम्म उहाँ सिद्धार्थ गौतम हो भनेर टाइटल मात्रै थियो भने अब त्यो समयदेखि चाहिँ उहाँलाई चाहिँ अब के अरे अभिसम्बुद्ध या सम्यक सम्बुद्ध भन्ने शब्दको चाहिँ अब उहाँले टाइटल चाहिँ त्यहाँबाट अब प्राप्त गरेको हुनु त यो टाइटल त आफूले प्राप्त गरेको होइन तर हामी बौद्धहरूले चाहिँ त्यस्तो यो उहाँलाई सम्बोधन गरेको त यहाँ भिन्नता के आउँछ भन्दाखेरि जहिले पनि शाक्यमुनि बुद्धले जस्तै अहिले हामी नमो तस्सो भगवतो अर्हतो सम्यक सम्बुद्ध भन्ने शब्द जुन चाहिँ छ यी सबै बुद्धकै नामहरू हो अब तथागत अर्हत सम्यक सम्बुद्ध भन्ने कुरो तर यहाँनिर एउटा शब्द जुन चाहिँ छ सम्यक सम्बुद्धको टाइटल जुन चाहिँ छ त्यो शीर्षकले चाहिँ यो चाहिँ शाक्यमुनि गौतम बुद्धले मात्रै पाउने हो अन्य बुद्धहरूले यो टाइटल मात्र पाइँदैन किन कि उहाँ यो धरतीमा आउनुभन्दा अगाडि पनि यस्ता खालके बुद्धहरू 3 जना आएर उहाँहरू आफ्नो धर्म कर्म गरेर जानु भइसकेको छ लोक कल्याणको काम गरेर जस्तै अब पहिलोको हो भने तपाईँको कर्पुञ्ज बुद्ध है त्यसको पछाडि कनकमुनि बुद्ध त्यसकै पछाडि कश्यप बुद्ध र अब अहिले चाहिँ हो चौथोमा शाक्यमुनि गौतम बुद्ध अब अहिलेको चाहिँ 4वां नम्बरमा आउँछ 3वां नम्बरसम्म उहाँहरूले आएर यी धरतीमा लोक कल्याण गरेर उहाँहरू जानुभयो उहाँहरूलाई पनि अभिसम्बुद्ध या सम्यक सम्बुद्धको टाइटल पायो भने अहिलेको बुद्धहरूलाई पनि शाक्यमुनि गौतमले यही टाइटल पायो भने भावी बुद्ध
आउने मैत्रेय बुद्धलाई पनि। तर अब कुरा के हुन्छ, उहाँहरूको बुद्धहरूको आफ्नै आफ्नै एउटा अवधि हुन्छ, समय हुन्छ। त्यस समयमा चाहिँ अब जस्तै शाक्यमुनि गौतम बुद्धको समय चाहिँ 5000 वर्षसम्म भनेर त्यसरी पुस्तकमा उल्लेख गरेको छ। तर यो कुनै निश्चित चाहिँ छैन, डेफिनेट यही नै हो भन्ने छैन। यसमा अब थेरावादाले पनि यसलाई स्वीकार गरेको छ, हाम्रो महायानले पनि यसलाई स्वीकार गरेको छ। 5000 वर्षसम्म चाहिँ बुद्धको शासनको चाहिँ मतलब शासन रहन्छ भन्ने चाहिँ उहाँले पुस्तकमा उल्लेख गरेको छ। अब त्यही हिसाबले हो भने अब आज 2500 वर्ष बितिसकेपछि चाहिँ ठिकै अहिलेको अवधि चाहिँ के हो, आदि बुद्धको शासनमा चाहिँ आदिमा आइपुग्यो र अझै पनि हाम्रो 2000 वर्ष 5000 वर्षसम्म चाहिँ यसरी बुद्ध शासन रहन्छन् भन्ने कुरो बताएको छ। त्यसले गर्दाखेरि यी 5000 वर्षसम्म अवधिमा चाहिँ यी शाक्यमुनि गौतम बुद्धको राज या शासन चलेको हुनाले गर्दाखेरि अहिले हामी शाक्यमुनि गौतम बुद्धलाई एउटा के भन्छौँ भने शास्ता, तिब्बती छेउमा चाहिँ भाषामा हामीले टेम्पा हुनु त बुद्धको धेरै नामहरू छन्, तर एउटा नाम चाहिँ टेम्पा भनेर भन्छौँ बुद्धलाई। अन्त संस्कृतमा के भन्छ, यसलाई शास्ता भनेर राखेको। शास्ता भन्नाले चाहिँ शासन धारकको, जसको शासन धारक छ एडमिनिस्ट्रेटर है लाई चाहिँ अन्तखेरि शास्ता भनेको हो। र के को शास्ता भन्दाखेरि चाहिँ यो अहिले बुद्धको जुन चाहिँ अब हिसाब भने हामी बौद्ध धर्मको चाहिँ उहाँ शास्ता हुनुहुन्छ र बौद्ध धर्मको शासन धार हुनाले गर्दा उहाँले शास्ता भनेको। तर उहाँले शास्त्रको अभिसम बुद्ध र उहाँ 5000 वर्षसम्म बसिन्छसम्म अरू कुनै पनि सम्यक सम्बुद्ध आउन सकिँदैन, बुद्ध चाहिँ आउन सकिन्छ। अब यहाँ कुरा एउटा हो बुद्ध, एउटा सम्यक सम्बुद्ध है। अनि अब त्यसको पनि अरहत बोधिसत्व भन्नेहरू त धेरै नै श्रेणीहरू हुन्छन्। अब बुद्ध भन्ने टाइटल अरूहरूले पाउँछ, जस्तै अहिले हाम्रो तिब्बतमा जेठो निला नेपालले बुद्धत्व प्राप्त गरेको भने उहाँलाई पनि बुद्धको टाइटल लगाएको छ। भारतमा पनि त्यस्ता के अब सिद्धहरू बोधिसत्वहरू धेरै नै बुद्धको टाइटल पाएको छ। अनि थेरावादा र त्यहाँतिर हेर्ने प्रत्येक बुद्ध भन्नेहरू पनि छन्, र कसैले अरहतहरूलाई पनि बुद्धको टाइटल दिन्छ, बोधिसत्वहरूलाई बुद्धको टाइटल दिन्छ। त्यसमा केही छैन, किन मान सम्मान गरेर दिएको टाइटल हो। तर अब जुन चाहिँ अभिसम्बुद्ध या सम्यक सम्बुद्धको टाइटल चाहिँ अन्य बोधिसत्वहरूले पाइँदैन। इभेन हामीले अब यता टेरेसी मन्जुश्रीहरू भन्छौँ नि, हामीले अब उच्च कोटिमा उहाँले जस्ट अब नेक्स्ट अब बुद्ध हुनु लायक भएको तापनि हाम्रो लागि चाहिँ हाम्रो श्रद्धा भक्तिमा उहाँ सम्यक सम्बुद्ध भए तापनि, तर यो चाहिँ औपचारिक रूपबाट दृष्टिकोणबाट हेर्दाखेरि चाहिँ उहाँलाई पनि एउटा महान बोधिसत्वको टाइटल मात्रै हो, सम्यक सम्बुद्धको टाइटल चाहिँ पाइँदैन। यो कुरोहरूमा चाहिँ हामीले राख्नुपर्छ। र अर्को कुरा आउँछ कि बुद्धकै समयमा बुद्ध भन्ने शब्द पनि बुद्ध आफैले पनि बुद्ध भनेर भन्नुभएको होइन। अब बुद्धको अब अर्थ धेरै लागे तापनि अब सबसे सजिलो भाषामा भन्यो भने चाहिँ एकदम के अरे जागरुकता भएको है, सधैँ जागरुकता बसेको भएको हुनाले गर्दाखेरि इङ्ग्लिसमा हो भने अवेकेड वान भन्छौँ नि हामी है। जहिले पनि अन्तखेरि उहाँले सत्य असत्य राम्रो नराम्रो सबै उहाँ आँखा पकडी जहिले पनि उहाँ छुटाउनु सक्ने खालको त्यस्तो सक्षम र त्यस्तो ज्ञानी परिपक्व भएको हुनाले गर्दाखेरि हाम्रो बौद्ध धर्ममा या संसारमा चाहिँ बुद्ध भन्दा ठुलो कोही पनि छैन भनेको कारणले त्यो पनि, त्यसले गर्दाखेरि यहाँनिर भगवान बुद्धलाई चाहिँ हो त्यसरी अब यो छ। र अन्तखेरि त्यहाँनिर बुद्धगयामा ज्ञान प्राप्त गरिसकेपछि त्यहाँबाट उहाँले अब सारनाथमा है सर्वप्रथम धर्मचक्र परिवर्तन गर्नुभएको हो। अब त्यहाँनिर चाहिँ अब विषय चाहिँ 4 कार्य सत्यमाथि जुन चाहिँ अब त्यसको दिन चाहिँ अब ठुलो चेसी भनेर हामीले धर्म मानिन्छौँ है, ठुलो अब पर्वकै रूपमा मानेका छौँ। अब त्यहाँदेखि उपरान्त चाहिँ उहाँले 45 वर्षसम्म चाहिँ बौद्ध धर्मको अब बुद्धले आफ्नो जानेको बुझेको ज्ञानले चाहिँ सबैलाई राज परिवारदेखि लिएर तल सबैलाई उहाँले सुनाउनु भएको हो। र त्यहाँ मात्रै होइन, मानवताको कल्याण मात्रै होइन, देव देवीहरूलाई पनि भगवानका माथिबाट आकाशबाट आउने देवता देवीहरूलाई पनि उहाँहरूले धर्म सुन्न आउँथ्यो।
है त्यसले गर्दाखेरि हाम्रो पुस्तकमा बताएको छ थाहा मि नन्दी त्योपा भनेर बुद्ध चाहिँ यस्तो खालको शास्त्र हो गुरु हो जो चाहिँ मानव र देवता दुईजनालाई मार्गदर्शन देखाउने भनेर बताउनु छ त्यसले गर्दा अन्य धर्मगुरु पुस्तकतिर अन्य अब धर्म हेऱ्यो भने मानवताको लागि धर्मको निर्देशन गर्ने गुरुहरू शास्त्रहरू धेरै भए पनि देवताहरूलाई मार्ग देखाउन सक्ने चाहिँ विषयहरू पाइँदैन तर बुद्धको चाहिँ त्यस्तो खालके अब प्रज्ञा भनौँ या ज्ञान थियो जसले चाहिँ देवताहरूलाई पनि उहाँले ज्ञान दिन सक्ने खालके त्यसले गर्दाखेरि त्यहाँनिर उहाँले अब 4 आर्य सत्यमाथि उहाँले प्रवचन दियो भने चाहिँ त्यसको उपरान्त उहाँले 45 वर्षसम्म अन्तखेरि भारतका विभिन्न जग्गाहरूमा गएर है अब के भनेको जस्तै राजा खानदानदेखि लिएर तल अब गरिबदेखि लिएर है कुनै जातपात वर्ण है ठुलो सानो त्यस समय चाहिँ बुद्धको समयमा चाहिँ धेरै जातपातको कुरोहरू उच्च निचको कुरोहरू धेरै त्यस्तो खालको वर्गहरू धेरै हुनाले गर्दाखेरि मान्छेलाई मान्छे जस्तो नगर्ने यो समय भएकोमा चाहिँ बुद्धले चाहिँ अब एक प्रकारको एउटा धार्मिक क्रान्ति ल्याए सबै मानव भएपछि सबै एउटै हो समानता हो त्यसमा कुनै ठुलो भन्ने छैन कुनै सानो भन्ने छैन कुनै पापी भन्ने छैन कुनै धर्म भन्ने छैन कुनै ठुलो जात कुनै सानो जात सबैले बराबर दृष्टिकोणले उहाँले यसरी प्रवचन सुनाउनुले गर्दाखेरि चाहिँ बौद्ध धर्ममा चाहिँ बुद्धले चाहिँ ठुलो एउटा इतिहासमा एउटा ठुलो क्रान्ति ल्याएको भन्ने खालके इतिहासकारले त्यसरी भन्नुहुन्छ अब हामीले एउटा चाहिँ बुझ्नुपर्छ कि जुन चाहिँ अघि अब यो बुद्धको प्रवचन दिने क्रममा है अब जस्तै अहिले हामी कतिभित्र अब सूत्र भयो अब यता हाम्रा के अरे विनय पिटक भन्ने कुरोहरू त अब हामीले धेरै सुनि नै आएको हो तर अब हाम्रो यदि महायानी कक्षबाट हेऱ्यो भने चाहिँ त्यसमा चाहिँ छोको रिम्बस भनेर चाहिँ त्यो चाहिँ महत्त्वपूर्ण चाहिँ त्यो चाहिँ अब हामीले अद्भुत हाम्रो मान्छेमा त्यति साह्रो ज्ञान छैन यो चाहिँ के भने बुद्धले चाहिँ 3 वटा चाहिँ महान धार्मिक धर्मचक्र सुनाउनु भएको हो अब धर्मचक्र भनेको चाहिँ कुनै पनि उहाँको उपदेशले त धर्मचक्र नै भन्यो भने तर यो चाहिँ एउटा महान धर्मचक्र भनेर टाइटल दिएको छ महान धर्मचक्र चाहिँ चक्रमा चाहिँ कुन कुन पर्छ भन्दाखेरि चाहिँ एउटा हो अघि सारनाथमा जुन चाहिँ दिएको पहिलो जुन चाहिँ 4 आर्य सत्यमाथि दिनुभएको चाहिँ एउटा धर्मचक्र त्यसमा चाहिँ अब कुनै हिनायान महायान वर्जयान सम्पूर्ण भारत अब अहिलेको अम्बेडकरको फलोवर्सहरू भनौँ न अनुयायीहरूले उहाँहरूले नवयाना भनेर भन्छन् नयाँ नयाँ उनीहरू अब बौद्ध धर्म बसेकोले नवयाना भने अहिले हालमा निक्लियो उहाँले पनि सबैले चाहिँ 4 आर्य सत्यलाई चाहिँ बुद्धको प्रवचन चाहिँ प्रमुख हो भने चाहिँ हामी सबैजना सहमत छ एकमत छ अब दोस्रो जुन चाहिँ धर्मचक्र परिवर्तन छ त्यो चाहिँ अब महायानी पक्षबाट हामी जान्छौँ त्यो चाहिँ राजगिरीमा होइन माथि राजगिरीको गेदेरपुटमा उहाँले यो प्रज्ञापारमित सम्बन्धित र अन्तखेरि प्रज्ञापारमित सम्बन्धित भने 6 पारमिताको कुरोहरू जो चाहिँ अब दान पारमिता शील पारमिता वीर्य पारमिता शान्ति पारमिता ध्यान पारमिता अनि प्रज्ञा पारमिता भनेर चाहिँ यो खालके अब जुन चाहिँ उहाँले 1 लाख श्लोक भएको प्रज्ञापारमिता र शून्यताको सम्बन्धित एकदम अब उच्च कोटिको ज्ञान अथवा को विषय लिएर चाहिँ उहाँले चाहिँ अब त्यहाँनिर राजगिरीमा सुनाउनु भएको हो भन्ने कुरा चाहिँ अब यसमा चाहिँ हामी सम्पूर्ण अब महायानीहरू चाहिँ सहमत छन् तर यसमा चाहिँ अब यो हिनायाना थेरावादहरूले चाहिँ यो चिजलाई त्यति साह्रो उहाँले स्वीकार गर्दैन तर यो होइन कि राजगिरीमा बुद्धले प्रवचन नदिएको भने होइन उहाँले दिएको हो तर यसमा कतिपय उहाँहरूका अब हिनायानाकै सूत्रहरू उहाँले स्वीकार गरे भने किन यसमा चाहिँ उहाँले यसलाई स्वीकार नगरे यो जुन चाहिँ प्रज्ञापारमिता धर्म सुनाउने पात्र जुन चाहिँ थियो त्यो पात्र चाहिँ बोधिसत्वहरू अलौकिक शक्ति भएको देवी देवताहरू भएकोले गर्दाखेरि अन्तखेरि जो चाहिँ अब त्यति बेलाको तत्काल अब
भिक्षुहरू थियो। अब भिक्षुहरू तपाईँहरूले जस्तै अब मनुष्य हुनाले गर्दाखेरि उहाँहरूमा एउटा दैविक शक्ति नभएको गर्दा ती अब जस्तै यहाँनिर अब परिपालनितामा ऋषिहरू जस्तो कुरो वर्णन गरी हुन्छन्, जोशीको हुन्छन्, अष्टबोधि स्वरको रहन्छ, नागहरू आउँछ, देउलोको देवताहरूको कुरो गरी आउँछ। अनि त्यसले गर्दाखेरि यो कुरोहरू चाहिँ भगवान् बुद्धले त्यस्तै उहाँको दैविक शक्ति भएको उहाँहरूलाई मात्रै सुन्नाले गर्दा धरतीमा रहेका हाम्रो भन्थे भनौँ त्यो समयमा चाहिँ उहाँहरूले चाहिँ यो कुरो चाहिँ त्यसलाई बुझ्नु एकदमै साह्रो पर्ने, किनभने यो शून्यताको भन्ने कुरोहरू, अनात्माको कुरोहरूको, अनात्मा पनि धर्म अनात्मा भन्ने कुरोहरू चाहिँ एकदम गहिरोभन्दा गहिरो त्यति बेला बुद्धकै चेलाहरूले पनि यसलाई बुझ्नु सक्ने क्षमता थिएन। नहुनाले गर्दाखेरि एक खालको क्षमता चाहिँ माथि देवी देवतामा त केही एउटा क्याटेगोरी है, अब यहाँले परिपक्व भएको क्याटेगोरीको देवताहरूलाई मात्रै यो कुरोहरू चाहिँ उहाँले बताउनु भएको है। त्यसले गर्दाखेरि चाहिँ अब त्यसमा चाहिँ एउटा चाहिँ आउँछ, अब त्यही क्याटेगोरीमा कतिपय चाहिँ यो सारी पुत्र जो